ल अब तपाईहरु यसको पार्ट्सहरु बुझ्नुस् ल। यसमा के छ त यसको नाम हो हाम्रो टेलिस्कोप। यो के हो हाम्रो टेलिस्कोप। यो हामी टोटल स्टुडेन्ट्सको पार्टहरु सिक्दै छौं। त्यसमा यो के लागेको छ हाम्रो टेलिस्कोप है। यो हाम्रो के लागेको छ एन्डिल। टेलिस्कोपमा यो के छ ऑब्जेक्टिभ। यसको नाम के हो हाम्रो ऑब्जेक्टिभ अनि यसको नाम के हो हाम्रो आइपिस है। एकतिर हाम्रो ऑब्जेक्टिभ हुन्छ भने अर्कोतिर हाम्रो के हुन्छ आइपिस है। यो ऑब्जेक्टिभ फोकस गर्नलाई यो घुमाउने है। आइपिस फोकसिङ यो भयो। ऑब्जेक्टिभ फोकसिङ यो भयो, आइपिस फोकसिङ यो भयो है। हाम्रो यहाँ के लगाएको छ माथि गन बार है। गन बार किन हुन्छ त डाइसेक्ट गर्नलाई यो गन बारको युज हुन्छ है। अब यो टोटल स्टेसनमा यहाँनिर हेर्नु यो चाहिँ हाम्रो ब्याट्री लागेको छ। यहाँनिर हाम्रो टोटल स्टेसनमा के लागेको छ ब्याट्री। ब्याट्रीमा यदि तपाईलाई इन्स्ट्रुमेन्ट हाइट नाप्नु छ भने यहाँसम्म नाप्नुपर्छ है। इन्स्ट्रुमेन्ट हाइट हाम्रो यो एरो दिएको छ नि यो यहाँसम्म इन्स्ट्रुमेन्ट हाइट नाप्नुपर्छ। हाम्रो बुझ्नुभयो। त्यसपछि यो गन बार भयो हाम्रो है। अब यो हाम्रो दुईटैतिर डिस्प्ले छ। यहाँ पनि डिस्प्ले छ, यहाँ पनि हाम्रो के छ त डिस्प्ले छ है। दुईटैतिर हाम्रो डिस्प्ले छ। डिस्प्लेमा यो फंक्सन किजहरु छन्। अब हाम्रो सेन्टरिङका लागि यहाँ अप्टिकल प्लुमेट दिएको छ। हामी जब सेन्टरिङ गर्नुपर्छ भने यो अप्टिकल प्लुमेटको हेल्पले हामी सेन्टरिङ गर्छौं है। सेन्टरिङ गर्नलाई हामीले अप्टिकल प्लुमेट दिएको छ। त्यस्तै लेभलिङका लागि तीनवटा बबल हुन्छन्। यहाँ हेर्नु त यहाँतिर यहाँ छ एउटा सर्कुलर बबल। यसको नाम हाम्रो के हो सर्कुलर बबल। यो हाम्रो सर्कुलर बबल भयो। अर्को यहाँ छ यो हाम्रो प्लेट बबल भयो। यो हाम्रो प्लेट बबल भयो। अर्को हाम्रो डिस्प्लेमा हुन्छ टिल्ट बबल। तीनवटा सर्कुलर बबल, प्लेट बबल र टिल्ट बबल। यसको हेल्पले हामी लेभलिङ गर्छौं है। अब यो हाम्रो भर्टिकल क्ल्याम्प स्क्रु है। यो हाम्रो भर्टिकल क्ल्याम्प स्क्रु भयो। यो भर्टिकल टेन्सन स्क्रु। क्ल्याम्प भनेपछि अब क्ल्याम्प गरेपछि यो हाम्रो क्ल्याम्प गर्यो भने टेलिस्कोप मुभ हुँदैन। यसलाई लुज गर्यो भने मात्र मुभ हुन्छ। यो क्ल्याम्प स्क्रु भने यो भर्टिकल टेन्सन स्क्रु है। त्यस्तै यो होरिजन्टल क्ल्याम्प स्क्रु भने चाहिँ अब मुभै हुँदैन है। यसले मैले क्ल्याम्प गर्यो भने टेस मुभ हुँदैन, लुज गर्यो भने त मुभ हुन्छ है। यो हाम्रो होरिजन्टल क्ल्याम्प स्क्रु, यो होरिजन्टल टेन्सन स्क्रु। यहाँ डाटा लिनलाई हामीलाई डाटा केबल दिएको छ। यहाँ केबलको अप्सन पनि दिएको छ है। अब यहाँ तल तीनवटा फुट स्क्रु छन्। तलको ट्राइब हेड भयो, माथिको ट्राइब आर्च भयो। हाम्रो यो ट्राइपोड स्ट्यान्ड ल।